बाख्रा गोठालो कति धेरै दिन अगाडि यार जङ्गलमा आएको क्या जङ्गलमा आएको ओइ माथि बाख्रा त उताकै छ ल ल ल यस्तो छ बाख्राहरू ल छ ठिकै यार यो सल्लाहको रुख हो लौ लौ छ यो ऊ खाने रहन्छ नि हामीसँग यताबाट गोठाला आएको काम यही हो हिजो गोठाला बाख्रा हिँड्यो लौ 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 हो यस्तरी चर्नु पर्यो क्या यस्तरी चर्नु पर्यो त अझै छ नि त होला कता कता चिडियाखानाहरू यार अಯ್ಯ बाबरे बाप खुट्टामा यस्तरी टोक्छ यार यसले यस्तरी टोक्दा मलाई ज्वरो निकाल्दिएको जस्तो यसले मलाई टेक्ने हो यसको आत्महत्या गराइदिन्छु गोठाला यहाँ छ गोठाला मजा आउँछ जङ्गलतिर घुम्ने मस्त सल्लाहहरू हुन्छन् सालका रुख छन् हाम्रो कुरा यो सालको रुख हो त्यो सल्लाहको रुख हो टन्न छ जङ्गलमा अलि मजा त मजा आउँछ तर दिनकै आउन अलि मजा लाग्दैन कहिले कसैमा त मजै लाग्छ नि अर्कोले टोकेको या भगवान् नि के हो यस्तो कति टोक्यो यार अझ म त यस्तो हाफ लगाएर आएको अझ वनकाटी चटक देखाउँदै अलि माथि माथितिर केही नौलो चिजहरू भेट्यो भने देखाउँछु मैले खासमा यो यस्तरी हिँड्दा हिँड्दै बाटोमा ट्याक्क पानी भेटिने ठाउँका हामी अनि विदेशमा गएर कहाँ हुन्छ यार कहाँ पर्छ उहाँको पानी बिजोग छ यार जाती मन पऱ्यो जाती पानी खाने यस्तो बापरे बापरे बाप ओयो यो खोप्यो 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 आयो बाबा नि एउटा आयो बल्ल बल्ल एउटा गोडा दुई लिन बाजा खान पाइन्थ्यो भन्ने हो ल हेर्नुहोस् साथीहरू ओहो यो त फुस्क्यो यार यो फुस्क्यो खाने ठाउँमा मजा आउँछ क्या अरे बाबै नि के हो यस्तो अब यो हाम्रो पण्डित माइला गाडी सही छैन होला चाहिँ के टोक्दो मजा आएको रहेछ
आज सुर्स्या उयो खानु गएको छ गएर त्यही किरण गाममा किन ड्राइभर नभएन ड्राइभर नभएन काम चलाउनु ठिकै त हो त बेड पनि थियो गरे उता त्यो जोइन चलाउनु हुन्छ बेडबाट आफै चलाउँछ बडाले हटाए त हो नि कहाँ हराउँदा चाहिन्छ उनीहरू अनि भन्छ उता अनि उहाँ गाउँको भयो अनि कुराकानी मिलाएन ऊ उहाँ अनि उहाँ गएको छ त्यो सालो बिमार छ भन्न हामी झङ्ग्री दिन गएको छ अरे झङ्ग्री दिँदैन ऊ आउन पाएन हो त्यो भएन अब हिँडीपुरा अब जोइनले चलाल्नुहुन्छ मजा आयो यता हिँड्नु पर्यो घाँस आगो लगाएर छ नि त पहिला अनि यो गाईले खाने खालको घाँस कस्तो मजाको मेरा बाबा नि चिज लाग्यो मलाई त यार बाख्राको त के मन म भिडियो बनाउँदैछु सल्ला झैयामा यहाँ आइपुग्यो हाम्रो घर यहाँबाट टट्ठै देखिन्न त देखिन्छ यो लो लो गोठालो आइआउँछ काम मेरो भिडियो बनाउने मात्रै हो म त थाकल खाने भिडियो बनाउने साननहरूको तर सानन चाहिँ दामी पलाएछ नि दाइ यो हेर्नु पर्यो भिर उयो बाबु यी तलै छ भिर यो जङ्गल हाम्रो ऊ त्यहाँबाट बाख्रा ल्याएको हामीले यहाँबाट देखिन्छ कि देखिन्न हाम्रो घर देखिन्छ हो त्यहाँबाट ल्याएको बाख्रा ट्याक्कै यो रोड हुँदै यो बाख्राबाट चढाउँदै यता ल्याइयो बाख्रा यहाँ छन् अहिले सानहरू चाहिँ सानन चाहिँ दामी पलाएछ नि त अरूभन्दा पनि यार जङ्गल बारेको फाइदा यति भएछ सानन चाहिँ गजब भएछ नि ल यो त खतरा भिड छ यतापट्टि त यो हाम्रो नौ के बाघ दुल्ने काल्नु भन्छ नि क्यारा यो टक्क भिड चाहिँ भर छैन यहाँ अलि अर्रिउँ त भित्तामा मजाले पहिला यो यस्तो रुखमा त्यसपछि घिचौँ ल यस्तो मजाको छ है टक्क तलतिर बाघ हुन्छ भन्थ्यो पहिला अब त अहिले सुँगुरहरू मात्रै छन् यहाँ त यार बाघको नामै छैन दाइ ऊ तल हुनुहुन्छ क्या पल्टिने खालको छ र बाह्र त पर्छन् अब जानुपर्छ म त के गोजुना ल्याएको छु यार छाता इयरफोन म यता छु जङ्गल धेरै पछि आइयो नि त हाम्रो आफ्नो जङ्गलमा यार हो माथिसम्म धेरै छ ठुलो जङ्गल हो अनि पहिला माओवादीको क्याम्प थियो त्यहाँनिर त्यहाँनिर कता माओवादीको सानो घर थियो माथि पनि माओवादीको ठुलो थियो जङ्गलमा बस्ने अनि डाँडामा त्यस्तो थियो अहिले अब यो कहाँको भिर हो यार त्यो कहाँको भिर रहेछ त यार यताबाट यो त्यहाँको भयो ए रातामाडादेखि रोड त रातामाडाबाट भन्दा माथि गएको छ दाइ त्यो रोड पनि त माथि क्या गर्छ कता भाइ है मजा छ यस्तो भिड छ यार त्यही पनि हिँड्नु पर्यो यो त के गर्ने अब जानु पर्यो त्यो ऊ जो माछाएर पुरा हेर्नु न त्यो त उहाँ पुरा हो क्या कि सागी नै अझ माथि के अरे रातबाट अझ माथि डाँडामा हो क्या र यो तल त यहाँ ऊ भयो त सल्यारी भयो त्यो त्यो सल्यारीमा माथि म त्यही त रातबाट भन्दा माथि कता काटिरहेको छ भन्छु म त्यही त अहिले ध्यान गरेँ म पनि यही भिडियो बनाउने चक्करमा हेरेँ त त्यस्तो रहेछ
दामी ल अझै केही राम्रो भयो देखाउँछु ल अब आइयो यहाँसम्म लगभग ऊ सक्यो अब गोठालो कार्यक्रम सक्यो अब ट्याक्कबाट यो चराएर स्वाट्ट यो रोड घर जाने बेला भएछ ल भिडियोहरू हेर्नुभयो कस्तो लाग्यो होइन हाम्रो जङ्गल सबैजनालाई थ्याङ्क यू सो मच भिडियोहरू मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला थ्याङ्क यू सो मच म यता छु फेरि पारा